आमा नातिनुहोस् है, यत्रो समय त पर्खिनु भयो, अब थोरै धैर्य राख्नुहोस् है। म नातिएको होइन, बस हाम्रो समय अलि सुस्त चलिरहेको छ। जति तपाईँलाई मेरो भोलिको चिन्ता छ, त्योभन्दा कयौँ गुणा ज्यादा मलाई तपाईँको आजको चिन्ता छ। फरक यति हो, मलाई देखाउन आउँदैन, वा भनौँ मैले कहिले देखाउन पनि सकिनँ। मलाई थाहा छ नि, यो रिसाउँछ, झगडा गर्छ भनेर आफन्तले वचन लगाउँदा मलाई नभनेको कुरा। टाढा थिए, सुन्न सकिनँ होला, तर व्यवहार छर्लङ्ग देखेको छु आफ्नाहरूको। आमा, मलाई थाहा छ तपाईँले धेरै दुःख गर्नुभएको छ, पीडा सहनु भएको छ जिन्दगीमा। समय आओस् न मात्र, पुरानो कपडाले जस्तै तपाईँको दुःखलाई पनि